वेलकम ब्याक। स्वागत छ तपाईहरुलाई हाम्रो यो खैरे भ्लगमा। आइयो सबजना सन्चै हुनुहुन्छ होला, आराम हुनुहुन्छ होला। सधैँ यो मान्छे आउने, आज चाहिँ यो मान्छे आज इन्ट्रो गर्दिनलाई भन्नुभयो होला हैन, त्यस्तो केही पनि हैन। मैले चाहिँ आज इन्ट्रो गर्दैछु यो खैरे भ्लगको। खासमा यो च्यानलको मालिक चाहिँ यो हो। यहाँ पोस्ट हिँड्या छ। आज चाहिँ ल त तैँले गर्दैन भनेर मैले बनिदिरहेको छु भ्लग हैन। अनि आज चाहिँ टक्क हामी खेतै खेत, यहाँ चाहिँ पोखरी छ देख्न सक्नुहुन्छ। अनि त्यहाँ माछा पनि छन् हैन। यहाँ माछा तपाईँले देख्नु भएको कि नै, तर त्यहाँ माछाको चाहिँ मुभमेन्ट गरिरहेछन्। माछा चाहिँ त्यहाँ दिन अनि त्यहाँ चाहिँ माछा चाहिँ अलिअलि मुभमेन्ट गरिरहेछन्। हामी चाहिँ अब दुसुम कहाँ हिँड्यो भन्ने भयो होला हैन। हामी चाहिँ अब घर लिप्नलाई चाहिँ रातो माटो चाहिने हुन्छ यतातिर हाम्रो गाउँघरतिर। अनि चाहिँ त्यही रातो माटो लिन जान लाग्छौँ। अनि लगभग अहिले 9 महिना लागिसकेको छ। हामी चाहिँ गएर अब छिटो जान्छौँ अनि छिटो आइहाल्छौँ। खासमा काम चाहिँ यसो केही थिएन हैन। रातो माटो चाहिँ मेरा घरको लागि हो। अनि जाउँ त हिँड भ्लग सलग बनाउलास् तैँले नि, तेरो नि कन्टेन्ट हुन्छ अनि मेरो पनि काम हुन्छ भनेर यसलाई चाहिँ मैले ल्याएर आएको छु। अब यहाँ देख्न सक्नुहुन्छ चाहिँ खोलो छ यहाँ। तर हामीले चाहिँ यहाँ गाइज हैन लगभग यही बाटो हिँड्नु पर्ने हुन्छ हामीलाई। त्यही भएर हामीले चाहिँ फर्किने ठाउँ गरेर हामी कि यस्तरी अहिले चाहिँ कसले ढुङ्गो राखेको छ। ढुङ्गो चाहिँ यो ढुङ्गो चाहिँ कसले राखेको छ हैन। न हामीले चाहिँ यहाँ फर्किने ठाउँ गराएको थियौँ गाइज। यो फर्किने ठाउँ चाहिँ हामीले गराएको हैन। किनकि हामीले चाहिँ हिँडिराख्नु पर्ने हुन्छ कि यतातिर। लगभग हामी परासम्म चाहिँ यही बाटो जान्छु स्कुल पनि। अनि त्यही भएर चाहिँ हामीले चाहिँ फर्किने ठाउँ बनाएको थियौँ। त्यही हो। मालिक त केही पनि बोल्दैन। यो चाहिँ अलि लासी छ। एक्लै भएको बेलामा अब बोल्ने भने फेरि मलाई फेरि केही होइन। फेरि पनि म उपस्थित भइसकेको छु र यहाँको देख्न सक्नुहुन्छ माल। यो चाहिँ हाम्रो फिल्ड हो गाइस। फिल्ड अनि साना केटाकेटीको फिल्ड हो। अनि हामी चाहिँ कहिलेकाहीँ आउँथ्यौँ। अनि यो रुख देख्नु भएको छ नि, घामले चाहिँ त्यति टल्का चाहिँ गाइस होइन। यो रुख देख्न सक्नुहुन्छ। यो रुखमा चाहिँ त्यो एउटा चिप्किन खाएको लिक्विड के त्यो के भन्छ त्यसलाई नि, गम जस्तो। म चाहिँ लगभग आधी बाटोमा आइसकेको छु होइन। र यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ पुरै गोरेटो बाटो हिँड्नुपर्ने हुन्छ। खोल चाहिँ तल छ। म चाहिँ धेरै माथि आइसकेको छु अहिले चाहिँ होइन। यतिखेर माथितिर चाहिँ यहाँबाट मोटर बाटो छ। अब यहाँबाट चाहिँ हामीलाई मोटर बाटो जानुपर्ने हुन्छ। तँ नि बोल्न केही के ला न ला के आफ्नो च्यानल होइन, आफै यो केटो लजाउँछ कि त्यस्तो हो गाइस। लाज मान चाहिँ हुन्न कि जे गरे पनि होइन, जसो गरे पनि आफू अनि आफू हो होइन। अनि त्यो लाज मान के गर्ने। अहिले म यस्तै बोलेँ होइन, अर्काले ल एकछिन भन्ला रे कस्तो लाज नभएको जस्तरी मोबाइल छोपेर हिँड्या छ के बोले भन्ला रे होइन। अनि एक दिन पछि के त्यसले बिर्सिन्छ क्या गाइस। त्यही ठाउँमा हामीले चाहिँ भिडियो बनाएर युट्युबमा हालिदियो होइन, यतिकन सब्सक्राइब बढाइयो भने। अनि के को लाज के को शरम। लाज मान्ने मान्छे चाहिँ जिन्दगीमा सधैँ पछाडि पर्छ क्या गाइस। यति कुरो चाहिँ याद राख्नु होला है त। त्यही हो। लगभग म चाहिँ मोटर बाटोमा आइसकेको छु। देख्नुहुन्छ हाम्रो चाहिँ खैरे भ्लगको ओनर मालिक चल्दा बल्दा विशाल हो नाम त, खैरे भ्लग राखेको छ। अनि तपाईँहरूले अब हामीले गरेर चाहिँ एक्सपेरिमेन्ट हेर्न चाहनुहुन्छ भने प्लिज नेपाली एक्सपेरिमेन्टलाई सब्सक्राइब गरिदिनु होला। यतिकन मुनितिर डिस्क्रिप्सनमा लिङ्क पनि राखिदिने छु। त्यो लिङ्कमा क्लिक गरेर हाम्रो नेपाली एक्सपेरिमेन्ट च्यानल चाहिँ भिजिट गर्न सक्नुहुन्छ। अनि तपाईँलाई के कस्तो लाग्छ हाम्रो च्यानल होइन, एक्सपेरिमेन्ट रिलेटेड भिडियो बनाउँछौँ हामीले चाहिँ। अनि एक्सपेरिमेन्ट रिलेटेड भिडियो बनाउँदा तपाईँहरूले चाहिँ साइन्स टेक्नोलोजी रिलेटेड चासो रुचि लाग्छ भने एकचोटि गएर चाहिँ चेक गर्न सक्नुहुन्छ। आइयो तपाईँको भिडियो चाहिँ मनै पर्छ होइन। हाम्रो यो भ्युअर्सको
धेरै माग भएको हुँदा मैले चाहिँ नेपाली एक्सपेरिमेन्ट युट्युब च्यानल खोलेको छु र त्यसमा चाहिँ मैले एक्सपेरिमेन्ट भिडियो बनाउँछु। त्यही हो, लगभग अब चाहिँ हामी आउन लागिसक्यौँ होइन। अब तपाईँलाई चाहिँ मैले सिधै लोकेसनमा आएपछि अब तपाईँहरूलाई देखाउने छु है त। अहिले चाहिँ म बन्द गर्न चाहेँ म। फाइनली गाइज मैले रातो माटो ल्याएर आइसकेको छु होइन। अब तपाईँलाई चाहिँ माथि देखाउन पाएन, त्यसको लागि माफी माग्न चाहन्छु। र म चाहिँ अब गाइज यो भ्लग चाहिँ मैले यहीँ इन्ड गर्न चाहन्छु। अर्को भिडियोमा चाहिँ यस्तै भ्लग नयाँ भ्लग ल्याएर खैरे भाइले आउने छ, म चाहिँ आउने छैन। त्यही हो, हस् टेल देन टेक केयर, बाइ बाइ, जय नेपाल।